मेरो आफ्नै निवासमा यहाँहरू सबैलाई स्वागत गर्न चाहन्छु र हार्दिक नमस्कार पनि टक्र्याउन चाहन्छु। नमस्कार चाहन्छु। र मैले यो कार्यक्रमको बारेमा हजुरलाई भन्नै पर्ने हुन्छ। मेरो यो व्यक्तिगत तर्फबाट गरेको सहयोग मैले। धन्यवाद। यसपछि डम्बर सिंह थापा, यसपछि मुकेश ओझा, बिरभान कोली, धन्यवाद। यसपछि दीपक राज बडु, धन्यवाद। यसपछि लक्ष्मण राम चुनारा, धन्यवाद। यसपछि मुकेश थापा, धन्यवाद। यसपछि धाना भट्ट, धन्यवाद। यसपछि नन्दा जोशी, धन्यवाद। यसपछि धरमचन्द, धन्यवाद। पालिकाका जेहेन्दार गरिब विद्यार्थीहरूको लागि म खर्च गर्नेछु भन्ने उहाँले वाचाओजन गर्नुभएको थियो, त्यसैलाई अहिले कार्यान्वयन गर्दै हुनुहुन्छ। उहाँले गत वर्ष पनि केही विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गर्नुभएको थियो। आम दशरथचन्द नगरवासी आमा बुवा दाजुभाइहरूले उहाँहरूले मलाई यो जिम्मेवारीमा जब पुगायो, आज मैले यो सहयोग पनि गर्न पाएँ। सबै मैले त जनप्रतिनिधि साथीहरूलाई र राजनीतिक दलहरूका सबै साथीहरूलाई भन्ने गरेको छु, राजनीति गर्नको लागि सेवारत भावनाले जानुपर्छ, निष्पक्ष निस्वार्थ भएर जानुपर्ने हुन्छ। मैले सक्ने सहयोग म आज पनि गरिराखेको छु। हिजो 18 वर्ष शिक्षण पेसामा काम गरेँ, आज यो 5औं वर्ष सुरु भइसकेको छ मेरो कार्यकालको। म पदमा हुँला नहुँला म हजुरहरूको साथमा सदैव रहिरहनेछु। म हजुरहरूलाई सकेको सहयोग सदैव गरिरहनेछु। म मेरै छोरा समान, मेरै छोरा सम्झेर मैले यो सहयोग गरेको छु र सानो नसम्झिनुहोला। तपाईँसित मेरो पनि रगतको नाता नभए पनि आत्मीय नाता जोडिएको छ। त्यसैले मैले तपाईँलाई पुनः पनि सफलताको शुभकामना व्यक्त गरेँ। सबैलाई धन्यवाद दिएँ। जेहेन्दार र गरिब विद्यार्थीहरूको लागि जुन उहाँले प्रदान गर्नुभएको यो योगदान छ, त्यसप्रति हामीहरू एकदमै हार्दिक उहाँलाई धन्यवाद दिन चाहन्छौँ। हामी गरिब जेहेन्दार विद्यार्थीहरूलाई आर्थिक सहयोगका लागि बोलाउनु भएको छ। उहाँले चाहिँ यो एकदमै धेरै राम्रो काम गर्नुभएको छ। सबै यो अभिभावक विद्यार्थीहरूले उहाँलाई सम्झिराख्नुपर्ने अवस्था हो। यो जहिले पनि यस्तो सायद कसैले गर्दैन। यो अब पारिश्रमिक त आफूले खान्छ त। अब उहाँको अब राम्रो छ, सबै घरतिर ठिक छ। उहाँले पहिला पनि त्यही भने हो, त्यो यो निर्वाचनमा भनेको थियो, त्यही आफ्नो गरेको छ। ठिक छ, उहाँलाई म धेरै धेरै धन्यवाद दिन चाहन्छु।